फुटबलका महानायक अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी 38 वर्षको उमेरमा पनि वर्ल्ड कप 2026 को मुख्य आकर्षणको केन्द्र बनेका छन्। अबको केही घण्टामा अर्जेन्टिनाले वर्ल्ड कप 2026 को आफ्नो पहिलो खेल अल्जेरियाका विरुद्ध खेल्दैछ। सन् 2022 कतार वर्ल्ड कप विजेता राष्ट्र अर्जेन्टिनालाई यसपालि पनि उपाधिको लागि प्रमुख दावेदारको रूपमा हेरिएको छ। लियोनल मेस्सीले वर्ल्ड कपमा अहिलेसम्म थुप्रै इतिहासहरू रचिसकेका छन्, जसमध्ये वर्ल्ड कपमा कुल 26 खेल खेल्दै उनले 13 गोल गरिसकेका छन् भने 8 वटा एसिस्ट गरेका छन्। आफ्नो देशलाई वर्ल्ड कप च्याम्पियन बनाइसकेका मेस्सीको नाममा थुप्रै रेकर्डहरू रहेका छन्। 2 पटक गोल्डन बल विजेता, वर्ल्ड कपमा सबैभन्दा धेरै म्यान अफ द म्याच पाउने खेलाडी, अर्जेन्टिनाको लागि 116 गोल, 60 एसिस्ट, 2021 को कोपा अमेरिका, 2022 को वर्ल्ड कप च्याम्पियन, त्यसैगरी 2024 को कोपा अमेरिका उपाधि लगातार जिताउन सफल, 790 क्लब गोल, 400 असिस्ट गरिसकेका फुटबलका जादुगर लियोनल मेस्सीको भोलि बिहान 6:45 बजे हुने अल्जेरियाका विरुद्ध अर्जेन्टिनाको खेल हेर्न तपाईँ कतिको आतुर हुनुहुन्छ? कमेन्ट गर्नुहोला।